नमस्ते नमस्ते साथीहरू, मेरो युट्युब च्यानल पदयात्रीमा म तपाईँहरूलाई हृदयदेखि नै नमस्ते भन्न चाहन्छु, हाई भन्न चाहन्छु है। अनि मैले घरदेखि चोकसम्म जाने क्रममा गरेको भिडियो सुटका केही अंशहरू म तपाईँहरू सामु प्रस्तुत गर्न गइरहेछु। हेरिदिनु होला, प्रतिक्रिया गरिदिनु होला भन्न म चाहन्छु। साथै मैले यो भिडियो बनाउनुको उद्देश्य कसैको व्यक्तिगत जीवनमा आक्षेप पुर्याउनु, आरोप लाउनु र गल्ती औँल्याउनु भने हुँदै होइन है। सबैलाई म यही अनुरोध गर्न चाहन्छु। यहाँबाट देखिने तलका बस्तीहरू, फाँटहरू अनि गाउँहरू एकदम सुन्दर छ। मेरो क्यामेराले के वर्णन गर्न सक्ला, मैले त गर्न नसकिरहेको अवस्थामा। र यो बाटो छ नि, यो बाटोको बारेमा भन्नुपर्दा नि, यो बाटोको ट्र्याक खुल्दाखेरि मेरो उमेर 8-10 वर्षको हुँदो। अहिले मेरो उमेर 45 करिब पुग्न लाग्यो। तर पनि बाटोको अवस्था भने उस्तै छ। विकासै नभएको चाहिँ होइन है, कामै नभएको छ होइन, म त्यो भन्न चाहन्न। तर जति भयो कछुवाको गतिमा भयो, त्यो चाहिँ अवश्य हो। तपाईँहरूले नि भोग्नु भएको छ, तपाईँहरूलाई नि थाहा छ र मलाई पनि थाहा छ। यो बाटोमा अहिले काम पनि भइरहेको छ, नभएको पनि होइन। दायाँ बायाँ सामानहरू थुपारिएको छ, काम हुँदैछ। र अहिले बर्खाको बेला भएर होला काम अलिकति रोकिएको छ, किनभने अवस्था नै यस्तै छ। कसैलाई दोष दिने ठाउँ नै छैन अहिलेको अवस्थामा भने। तर यो बाटोमा गुड्ने स्कुलका बस, तल पलासीको स्कुलको बस, माथि बच्चाहरू लिन जानुहुन्छ, दमकल आउनुपर्छ र अरूभन्दा नि ठुलो कुरो त एम्बुलेन्स हिँड्न पाउनुपर्छ। तर यो बर्खाभर मासतिर न स्कुलको गाडी उक्लिन सक्ला। यही अवस्था हो भने दमकलको त कुरै छोडिदिनुहोस्, अनि एम्बुलेन्सको पनि गाह्रै होला जस्तो लाग्छ। सम्पूर्ण गाउँवासी अनि जनप्रतिनिधिहरू, समाजसेवीहरू, उहाँहरूलाई भन्न चाहन्छु, अनुरोध गर्न चाहन्छु कि यो बाटो चाँडै बनोस्, हामीले पनि सुविस्ताका सासहरू फेर्न पाऊँ। दमकलहरू, स्कुलका बसहरू र एम्बुलेन्स सजिलै गुड्न सकोस्। किनभने अवस्था हेर्दा अहिले भुइँचे धेरै हुनेवाला छ। किनभने यो बाटो भत्क्यो भने हामीले पैदल हिँड्नु नि गाह्रो पर्छ, गाडीको त कुरा परै होस्। अब अहिले यो खम्बा पनि ढल्दैछ, छेउ पनि चर्किरहेको छ। अब हामी सबैजना मिलेर केही गर्न सक्यौँ भने हामी माथिका बस्तीलाई सुविस्ता पुग्ने थियो, केही राहतको सास हामीले फेर्न सक्थ्यौँ भन्दै म मेरो भिडियो टुङ्ग्याउँछु। नमस्ते, रिसानी माफ, जय होस्।